everyone, welcome back to my new vlog. Hi भन्छु नि। हेलो। आज चाहिँ हामी बजार आइरहेको छ हो। पुरा पानी परिरहेछ, नाम्चीमा हेर्न सक्नुहुन्छ। पुरा पानी परिरहेको छ गाइस। आज सन्डे हो, सब्जी गर्न आएको हामी बुढाबुढी हो। मेरो बुढा र म चाहिँ हेर्न सक्नुहुन्छ, पानी पुरा पर्दैछ हो। यहाँनिर चाहिँ के बनाएको होइन? यो अस्ति यो मेघामाला मेलामाला जस्तो लागेको कि। मेघामाला? त्यो हटेको अब सकेको आमहरू पनि यही त आएको थियो त त्यो सेलरोटी। यहाँनिर चाहिँ ब्यागहरू, पुच्काहरू के बेच्दो रहेछ। महँगो है, त्योभन्दा सोरुममै किन्नु बेच्छ, छानी छानी। एकछिन देखाइदिनु ए गाइस, यहाँनिर चाहिँ के बेच्दो रहेछ, ब्यागहरू होइन हो, त्योहरू बेच्दो रहेछ। हामी चाहिँ अहिले सब्जी गर्नु जाँदैछ हो, कान्छा र म चाहिँ। पानी हराइदियो, हराइछ त। छ्याप ओराउनु न, पानी छैन के ओराउनु अब। यो मान्छे चाहिँ कस्तो छ हौ। पानी हुनु पऱ्यो नि, अन्त पो ओराउँछ त। पानी परिरहेको छ त। यस्तोलाई पनि पानी भन्छ, ठुलो यस्तोलाई पनि। के बोल्छ भारी बोक्ने मान्छे पुरा छ यहाँनिर, चेप्पा चेप। आज आइतबार हो नि त, सन्डे हो क्या, त्यही भएर चाहिँ आज आधी बाँकी सब्जी यहाँ हेर्नु पर्थ्यो। पर अलिक उयो छ त, फ्रेस हो, फ्रेस खानु पऱ्यो नि सब्जी। लगाइस हामी चाहिँ सब्जी गर्नु जाँदैछ है गाइस। फाइनली हामी चाहिँ सब्जी दोकान आइसकेको छ हो। यहाँ चाहिँ धेरै टाढो टाढोबाट आउने अङ्कल आन्टीहरूले सब्जी ल्याएको हुन्छ। आलु सोध्नु न। यहाँ चाहिँ फ्रेस सब्जी पाउँछ है गाइस। यति बेसी सब्जी दोकान छ कि आम्मामा, के भन्नु। दोकानै दोकान छ है सब्जीको यहाँ चाहिँ। छैन आलु? आलु कसरी हो? के भन्नु? 40-50 गाइस। हामीले चाहिँ एउटा कुच्चो किनेको है। बिचरा आन्टीहरूले ल्याउनु भएको। चेन्ज छैन तपाईँकोमा? गुगल पे हुन्छ? कुच्चो लगेको गाइस हामीले चाहिँ एउटा मजाको रहेछ। 50 अन्ली 50 रुपिस। मजाको रहेछ गाइस। हामी चाहिँ सब्जी गरेर फर्किँदैछ हो। उसले सब्जी बोकिरहेको छ, हामी चाहिँ अब घरमा गएर। गाइस हामी चाहिँ बजारमै छ है, सब्जी गरिसकेर हो। नाम्ची पानी परेको है, पानी पुरा परिरहेको छ यहाँनिर, बिचोक भइरहेको छ। सब्जी गरिसक्यो हामीले हो, पानी पुरा परेको छ। हेर्न सक्नुहुन्छ, पानी परेर बिचोक भइरहेको छ यहाँनिर चाहिँ गाइस। कहिले जानु घर? सब्जीहरू पनि गरिसक्यो, पुरा पानी पर्दैछ गाइस यहाँनिर चाहिँ। ऊ चाहिँ यहाँ बसिरहेछ। सब्जीहरू सबै गरिसक्यो, सौदाहरू होइन, तर पानी पुरा पर्दैछ। कसरी जानु भनेर सोच्दै बसिरहेको छ है गाइस हामी चाहिँ हो। तपाईँहरूलाई घरमा पुगेर देखाउँछु ल, बाई बाई। गाइस पानी पुरा परिरहेको छ हो। हामी चाहिँ बाटोमै, यहाँ बजारमै छ है हामी चाहिँ। पानी परेर
गाइस हामी चाहिँ अहिले गाडीमा चढेर पनि घर जाँदैछ है। एकजना उठाएछ अघि पुरा लाग्दो रहेछ यहाँ बाटो घरको अगाडि नदेख्ला जस्तो गर्छ त फगी पुरा लाग्दैछ यहाँनिर चाहिँ हामी चाहिँ घर फर्केको हो। आइपुगे पनि हामी त झन्डै नागिनु सेतो नदेखेर झन्डै नागिनु आई बल्ल बल्ल घर आइपुग्यो। ए गाइस यस्तो फगी लागिरहेको छ कि आमा मेरो झोला झोला निकाल म आफै निकाल्छु। माथि अम्ब्रेला पनि मेरो 50 बाहिर यो कुचो राख। फाइनली हामी चाहिँ रुम आइसकेको छ हो गाइस। मैले बजारबाट चाहिँ यो चाइनिज साग ल्याएको छु, मजाको छ। चाइनिज साग ल्याएको छु। त्यहाँदेखि चाहिँ यो दही ल्याएको, बस्तीको दही बेचिरहेको रहेछ नि त, दही लिएर आएको छु गाइस मैले होइन। अन्त यो खरबुजा ल्याएको छु, पुरा खानु मन परिरहेको थियो नि त, त्यो भएर म बिमार पनि छु गाइस। के गर्नु, के खानु मनपर्छ होइन। पुरा डाइरियाहरू भएको जस्तो भएर भुँडी दुखेर भइरहेको छ। त्यही भएर चाहिँ मैले चाहिँ दहीहरू ल्याएको छु। दही चिउरा बनाना खायो भने चाहिँ अलिक जाती हुँदो रहेछ। त्यही भएर चाहिँ त्यहाँदेखि चाहिँ मैले यो सानो छुरी किनेको थिएँ। घरमा छुरी छ तर लाग्दैन, त्यही भएर चाहिँ मैले एउटा सानो छुरी किनेको छु प्याजहरू काट्नुको लागि हो। अन्त त्यहाँदेखि चाहिँ मसलाहरू किनेको छु, सब्जी मसला, मिट मसलाहरू। त्यहाँदेखि साबुनहरू किनेको छु। बस्तीको टमाटर यति दामी कि 35 हो कि 35मा ल्याएको मैले। अन्त यो सिबी ल्याएको छु 20 रुपियाँमा है। अनि त्यहाँदेखि चाहिँ तेलहरू ल्याएको छु। त्यहाँदेखि मसलाहरू किनेको छु गाइस। अनि किनेमा ल्याएको छु, उसलाई पुरा मनपर्छ, मलाई पनि मनपर्छ। तर म त अब जाती भएर मात्रै खान्छु होला हो। म चाहिँ बिमार छु गाइस होइन। त्यही भएर चाहिँ एकदम चिप्लोहरू खान्दिनँ। अब यसमा त पुरा चिप्लो हाल्नुपर्छ, तेल पुरा चाहिन्छ यसमा चाहिँ होइन। मेरो हस्बेन्डले खान्छ भनेर ल्याइदिएको किनेमा। त्यहाँदेखि चाहिँ काँक्रा चिसो खानु हुँदैन, मैले उसलाई मात्रै ल्याइदिएको छु। म पनि खान्छु होला सायद, थाहा छैन। मलाई पनि खानु मन लागिहाल्छ, के गर्नु। काँक्रा चाहिँ साह्रै महँगो रहेछ है गाइस। तर त्यहाँदेखि चाहिँ मैले के ल्याएँ भन्दा हाम्रो यहाँ बेलुकाको लागि मासु ल्याइरहेको छु हो। यो चाहिँ के को भन्नु अब तपाईँहरूलाई, भरे म भन्छु ल पकाएर। गोरुको भनौँ न, गोरुको सुप बनाउँ भनेर सोचिरहेको छु। गोरुको सुप खानु पर्यो गाइस, कमजोरी भइरहेको छु म त बिमार भएर। त्यही भएर गोरुको मासु लिइरहेको छु होइन। सागहरू सबै छरेछ, के गर्ने तपाईँ। यिनीहरू ल्याएको छु गाइस मैले सब्जीहरू चाहिँ। यही हो या हाम्रो सब्जीहरू चाहिँ गाइस। अहिले चाहिँ हामी चाहिँ अब सामानहरू थन्काउनुपर्छ हो। त्यही भएर चाहिँ आजको दिन चाहिँ यसरी नै बित्यो। अनि आउने नयाँ भिडियोलाई हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। भिडियोलाई यहीँसम्म राख्नेछु, बाई बाई गाइस।